धेरै सर म्यामहरुको प्रश्न सर हामी विदेशमा छौं के विदेशमै बसेर नेपालमा या काठमाडौँमा घर बनाउन सकिन्छ कि सकिदैन या सकिन्छ भने के प्रोसेस छ भनिदिनु पर्यो भनेर सोधिराख्नु भएको हुन्छ। आज हामी त्यही प्रोसेसमा कुरा गरौँ। सबभन्दा पहिला तपाईहरुले केही टाइम निकालेर हामीसँग अनलाइन मिटिङ गर्नुपर्ने हुन्छ। मिटिङमा तपाईहरुको जग्गा कहाँ छ, कति आना छ र कति तले बनाउनु पर्ने छ भनेर डिस्कस गर्छौं र त्यसपछि हामी तपाईको जग्गा भिजिट गर्छौं। त्यहाँबाट नापेर अनि त्यसपछि हामी डिजाइनको प्रोसेस सुरु गर्छौं। डिजाइनको प्रोसेसमा तपाईले हाम्रो डिजाइनर सर म्यामहरुसँग पनि छलफल गर्न सक्नुहुन्छ। मेरो घर कस्तो बन्छ या तपाईहरुसँग रेफरेन्स छ भने रेफरेन्स पठाएर पनि मलाई यस्तो घर चाहियो, जे जस्तो तपाईलाई मन पर्छ त्यो हिसाबले तपाईहरु डिजाइन फिक्स गर्न सक्नुहुन्छ। अनि त्यसपछि हाम्रो नक्सा पासको प्रोसेस सुरु हुन्छ। नक्सा पासमा यदि बायोमेट्रिक छ भनेदेखि तपाईलाई केही समयको लागि बायोमेट्रिकको लागि आउनु पर्ने हुन्छ। अनि त्यसपछि सबै काम हामी आफै गर्छौं। अनि त्यसपछि कन्स्ट्रक्सनको प्रोसेस सुरु हुन्छ। त्यसको लागि हामी एउटा एस्टिमेसन दिन्छौं र मेटेरियल कोटेसनहरु पनि दिन्छौं। त्यो लिएर तपाई हामी सँगै या अरु कम्पनीहरुसँग पनि बुझ्न सक्नुहुन्छ मेरो घर कति समयमा बन्छ या तपाईहरुलाई अन्य कुनै कम्पनीहरुसँग जानकारी छ या विश्वासिलो र भरपर्दो लाग्छ भन्ने अरु कम्पनीसँग पनि सल्लाह गर्न सक्नुहुन्छ। या हामीसँग पनि सब कुरा बुझेर हाम्रो टिम म्यानेजमेन्ट कस्तो छ, टिममा को हुनुहुन्छ, हाम्रो साइटहरु कहाँ चल्दैछ र हामीलाई नै दिनुहुन्छ भन्ने के सुविधाहरु पाउन सक्नुहुन्छ त। तपाईहरुको लागि हामी साइटमा सीसीटीभी क्यामेरा लगाएका हुन्छौं। तपाईहरु जुनसुकै ठाउँमा भएर पनि तपाईहरुको फोनमा या ल्यापटपमा या कम्प्युटरमा एक्सेस हुन्छ। तपाईहरु जहाँ भए पनि हेर्न सक्नुहुन्छ मेरो साइटमा के काम भइराछ, कस्तो मेटेरियलहरु युज गरिराख्नु भएको छ र कतिको बलियो घर हुन्छ भनेर पनि थाहा पाउन सक्नुहुन्छ। र हामीले पेजमा या तपाईलाई एउटा ग्रुप बनाएर डेली अपडेटहरु पनि दिइराखेका हुन्छौं। र हाम्रो पेमेन्ट शेड्युलहरु कस्तो छ त? हाम्रो पेमेन्ट शेड्युलहरु तपाईले एकैपल्ट सबै पैसा तिर्नुपर्ने हुँदैन। हामीसँग एग्रीमेन्ट गरेर एग्रीमेन्ट गर्दा केही पैसा छोड्नु पर्ने हुन्छ। अनि त्यसपछि जस्तो जस्तो हामी काम गर्दै जान्छौं त्यही हिसाबले पनि हजुरहरुले पेमेन्ट गर्न सक्नुहुन्छ। त्यसको लागि हामी एउटा फर्मेट दिएको हुन्छ। त्यही अनुसारले तपाईहरु पेमेन्ट गर्दै जानुस् र बाँकी जानकारीको लागि अझै हामीलाई कल गर्नुहोस् या मेसेज गर्नुहोस्। धन्यवाद।